हेलो वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले मसरुमको रेसिपी लिएर आएको छु। हजुरहरू पनि ट्राई गर्नुहोस्, मेरो तरिकाले एकदम मिठो हुन्छ है। मैले चाहिँ यहाँ मसरुम रेडी पारिसकेको छु। अनि एउटा भाँडा लिनुहोस्, भाँडामा थोरै ओइल राख्नुहोस् र मेथी फुराउनुहोस्। मेथी फुराइसकेपछि मैले चाहिँ प्याज काटेर रेडी पारिसकेको थियो, प्याजलाई एड गर्नुहोस् र प्याजलाई केही बेर मजाले पाक्न दिनुहोस्। र यतिको प्याज भइसकेपछि यसमा चाहिँ मसरुम एड गरिदिनुहोस् र मसरुमलाई केही बेर मजाले भुट्नुहोस्। हेर्नुहोस् त हाम्रो मसरुम कति मजाले फ्राई भइसकेको छ र यसमा किचनमा भएको मसलाहरू युज गर्नुहोस्। मैले चाहिँ यहाँ स्वाद अनुसार नुन राखेको छु, थोरै हल्दी अनि थोरै धुलो खुर्सानी राखेर यसलाई मजाले चलाउनुहोस्, केही बेर पाक्न दिनुहोस्। र यसमा पिसेको मसला पनि एड गर्नुहोस्। एड गरिसकेपछि यसलाई मजाले चलाउनुहोस्, केही बेर मसलालाई पाक्न दिनुहोस्। र मैले टमाटर काटेर रेडी पारिसकेको छु र टमाटर पनि एड गर्नुहोस् र टमाटरलाई पनि केही बेर मजाले पाक्न दिनुहोस्। हेर्नुहोस् त कति मजाले पाकिसकेको छ हाम्रो मसरुम र टमाटर। पाकिसकेपछि यसमा थोरै धनियाहरू राख्नुहोस् र हाम्रो मसरुम रेडी भइसक्यो। एकदम मिठो भएको थियो, हजुरहरू पनि ट्राई गर्नुहोस् है।